हेर्दै खम लागिसक्यो यार मासला हेर न रोड हेर रोड केडा हो रोड अब लड्ने हो हामी त हैन चलौँ क्या हो है रोड फक भो माछिने आरेगा वाइ उडा झोला भागेन झोला ए भने मैले अघि गाड्नु पर्छ भने ट्रेनमा झोला भागेन हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल धेरै पछि फेरि म आफ्टर लङ टाइम ब्याक भइसकेको छु हजुरहरूको फेभरेट युट्युबर सिफल आज चाहिँ किन ब्लग गरेको भन्दाखेरि चाहिँ हामी चाहिँ आज वान नाइट स्टे जाँदैछौँ साथीहरूसँग भाइहरूसँग त्यही भएर ब्लग पनि गरिदिउँ भनेर होइन हल्का रमाइलो के हुन्छ म बाटोमा देखाइहाल्छु कहाँ जान लाग्यो भनेर चाहिँ म टाइटलमै लेखिन्छु तपाईँले हेरेर पनि थाहा भइहाल्छ अहिले चाहिँ म भन्दिनँ किनभने मलाई पनि थाहा छैन ठाउँ नाम अन्त स्पोर्ट प्लान बनाएर जाँदैछ सब रेडी भइसक्यो केटाहरू सब रेडी भइसक्यो मलाई पर्खिरहेको छु म चाहिँ बिहानै क्लास गरेर आएको नि त त्यही भएर हामी बिहानै प्लान जाने प्लान थियो तर गर्नु पाएन ठिक छ है त गाइस मेरो ट्राभल सक्सेस होस् यहाँ पहिला मोबिल हालेर जानु पऱ्यो यार चेनमा हेलो हेलो भाइ खाली छैन चेनमा मोबिल हाल्नु पऱ्यो क्या बाटोतिर हाल्नु पर्ने छ हाल्नु पर्ने छ बाटोतिर गएर हालौँ न ल हाम्रो सामानहरू सब प्याक भइसक्यो सबजना रेडी पारामा यो के हो त्यो हाम्रो हाम्रो होइन त यहाँ भयो सामान यहाँ छ ऊ तलतिर छ केटाहरू पुरै ट्रेकिङै जान लाग्छ भयो त हामी त यार तर हामी चाहिँ साथी पुगेर दुईजना गाई हराइसक्यो यार यो पानी त कहिले पुग्ने त्यही भएर अन्त कहाँ हराइछ हाम्रो यहाँ मान्छे हराइसक्यो दुईजना त्यही भएन ल क्रिस यहाँ आइज मेरो भ्लगमा आउनु पऱ्यो अब इन्टरभ्यू लिनु पऱ्यो के गर्नु पर्यो कस्तो अनुभव भइरहेको छ ल हल्का सेयर गर्छ ल ए बवाल यहाँ घामले पोलेर सेतो मान्छे कालो भइसक्यो हामी चाहिँ ललितपुर के भन्छ कुन ठाउँ भन्छ यो बुन्टोल हो कि बुन्डोल बुन्डोल गइरहेको है हामी केटा हौ यो मान्छे पुरै मुस्ताङ जान्ला हो क्या यो चाहिँ गर्दा हो क्या बत्ती यस्तो हुन्छ क्या हावाले अलि बत्ती सत्ती लिएर हामी चल्दैछु हिँडेको ओइ के न धुलो आम्मा ओइ दुईटा बाटो छ त यार मैं भेट्छु तलबाट नि पुग्छ भनेपछि यतै होला या यता त होइन होला हेर त तर दामी रहेछ यार यो भित्र त है म चल्दैन आउने यस्तोमा चाहिँ चलाउनु मजा आउँछ यता त यार टुमटुम चाल्ला है अब यस्तोतिर त बाइकहरू हराउँदैन भने हरायो भने ठिक छ के भयो ओ यहाँ हो के छ यार हेरे चलेन के गर्नु एकछिन ठोकिरहेछ मुनि ठोकिरहेछ कस्तो डरलाग्दो यार एकछिन नेट चले रुक है नेट चल्यो उदय उतिना सोध्न ए
माथि रहेछ त्यसो भए त्यो मलाई बुढाले 2 मिलियन पुग्छ भने हैन आम्मा 1 किलोमिटर को आउँछ यहाँ पर्खेर चाहिँ रोड हेर रोड केडा हो रोड अब लड्ने हो हामीले हैन झर्म क्या हो है रोड फक भयो माछिले ओइ बाच ओइ लड फक भयो मासला ए रड्डी का बाल फक के कस्तो लड्या कस्तो लड्या यार ओइ गरम छ यो चाहिँ पक पक ए बाच ब्रेक त हाल्नु हात अट्यो रन्डी हैन आफै हुन्छ ब्रेक छोडे छोडे ओइ मान्छे कत्रो लड्या यार यो त के भएन है बाइक त के भएन नि के भएन छ अरे ओइ आउन चाहिँ ओइ यो माथि आए ओइ कत्रो लड्या म त कस्तो वतन भदिरामा जाङ भाइ सक्दै ओइ पक त हिँडेर आइज ल ल ओइ यो म डाङ्ग गरेर यो पनि छ क्या ओइ मुजी स्टार्ट भएन र खुट्टाले नभेट्तिर यार ऊ स्टार्ट भएन मुजी ए स्ट्यान्ड के छ यो पक्कै केटा न्युट्रलमा छ यार स्टार्ट भयो भने के हो यस्तो हुन्न भन्दा एकछिन सेलाउ एकछिन म त कस्तो वटाने भर्दिएर यार मासल अम्मा सिधै भुइँमा लडिदिन्छ अब हुन्छ अब ट्राई यो रहेछ खतरनाक समाजमा पछाडि पर्छ मात्र एकजनाले यो बन्द हात खाल्छ त मेरो ओइ आम्मा के हो यार तैँले झन् हेर्दैन आफूलाई पर्दैन तैँले भेट्दैन है हात धगल न धगल भयो टायर चिप्ले क्या लडेन असल होत्ताले गर्दिरहन के भएन होत्ताले गर्दिरहन असल ओगालामा त खासै केही भएन नि ओह्रालोलाई चाहिँ डेन्जर लड्थ्यो यार खुट्टै भेटेन मैले त्यो मासु बिचमा यस्तो भइदियो यार केही भएन छ बाइक त बिस्तारै लड्यो धन्न कहीँ कोरेन रहेछ यार मासला खुट्टा नभएर पल्टेको पल्टे मात्र हो क्या झन् रातो माटो रहेछ है लास्ट चिप्लिने भने म त ऊ छिटेर कहाँ पुग्यो भने मासला मैले खुट्टा त खोल्न बित्थामा छिर्दिरा
डोमिनर लरे केही भएन ल फुल चार्ज भयो होला यार कसम भने लाइट र भयो होला हो ए फुल रहेछ ल यो राति त खतरै बोल्छ यार डेन्जर बोल्छ टाउको हाल्न हेलमेट त ओ यहाँ त पहिरोको बाटो रहेछ केटा हो होसियार अम्मा डेन्जर ओ आम्मा डेन्जर छ त यहाँ त यार खस्ला केटा हो बिस्तारी अब्बु यार मुटु हङ्गा हुन्छ त केटा हो भने है त्यो तल त होइन रहेछ नि यहाँबाट भए पहिरो नि त त्यहाँ सबजना तर्सिनु पर्ने अवस्था पो हुनेछ के भयो अन्त दुईटा अगाडि चाहिँ ब्याग राख पछाडि चाहिँ त्यो राख हामी हाम्रो डेस्टिनेसन तर्फ आइसक्यो फाइनली ओए के हो यार आहा यार सही हो हुन्छ आगो बाले कफी खाइदियो पहिला दाउरा चाहिँ खोज्नु पर्यो नि त एक्सपिरियन्स सुनाउ ल यहाँ आएर एकदम खतम एक्सपिरियन्स भयो दाइले दुईचोटि लडायो भन्न ल एकजना एलियन यहाँ छ अब यस्तो पारामा छ भिडियो चाहिँ हाम्रो चाहिँ सब सामानहरू रेडी भइसक्यो केटाहरूले यहाँ मासु पोल्नलाई रेडी गरिसक्यो आगो सागो बालेर हामीले चाहिँ दाउरा सौरा टिपेर आएर केटाहरू को यो ठाउँमा आउनु को यो ठाउँमा आउँछ होइन पसल चाहिँ हुने रहेछ केही पनि बोकेर आउनु नपर्ने रहेछ लास्ट दुःख मात्रै हुँदो रहेछ यार हामीलाई लास्ट दुःख पायो ए क्यास मसाज होला यार काम लाग्छ बार भनेको के चुचे छ अर्को चुचे बार चाहिँ म भनिदिन्छु चुचे छ त्यहाँ उयो होइन डन्डीहरू त ओ यो चुचो हो यो साइडको हामी अहिले जङ्गमा त्यो हो त्यो ठ्याक्कै हुन्छ ल यो साइडको काट्यो ओए मेरो औँला काट्यो ओए तिरो काटे मेरो औँला काट्यो हेर्न के हो दाउरा लिनु पठाए यति हो दाउरा एन्ड प्लस 9 छ मेरो बाइक उता ए ह्यान्डी प्लस दे आया रेगा वाइ बुढा वाइ झोला भागे झोला ए भने मैले अघि गाड्नु पर्छ भने ट्रेनमा झोला भागे झोला त्यही ओइ ढोकाए दाबडी हो ओइ मा ढोकाए त कस्तो उडाइदिएर यार अम्म हेलमेटहरु सामानहरु चाहिँ सामानहरु हुन्छ पोल्नेमा त जस्तो पनि हुन्छ हेलमेट ब्याग पोल्नेमा त यतिकै स्वाद आइहाल्छ नि ओइ मेरो त्यहाँ त फोन छ यार यो पानी उयो पानीको बोतल दिनु कस्तो बल लिन्छ भने केटा बल पनि जुगाड भयो केटा ल
तोर मोजौँ है मेन कुरा यहाँ मोबाइलै चार्ज भएन भ्लग गर्नलाई त्यहाँ गरिदियो भने त अनि पुग्छ नि आजलाई त त्यही त भने सपोर्ट गर्ने अहिले हेरेर ल्याउँ भनेको त्यस्तो ढिलो हुँदो रहेछ अनि के काम यार केटाले आगो बाल्नु त्यहाँ भएन यहाँ अलिक गएर अलि टाढो भएछ नि ट्रायंगल बनाउने गाउँतिर जस्तो क्या है त्यो बच्चो झन् दौरा सौरा हाल्दाखेरि ओ चाउचो खोल्या हो एक मुख हाल्दिउँ त कस्तो होला बिहानदेखि के नखारे उठादेखि के खाएको छैन सिधै अनि बाटोमा एउटा समोसा भुत्तै पोल्दियो अब क्या पोल्दिएर भने लडेर खसेर त्यहाँ गीत बजाउ अनुसारले त चाट छ होला किनभने करेन्ट र बार्बिक्यू पनि सँगै भन्दा दामी हुन्छ दामी हुन्छ मिसाएर खानलाई त्यत्रो काम गरेपछि आनन्द भनेपछि काम गरेपछि जे पनि मिठो हुँदछ ल काम गरेपछि त जे पनि मिठो हुने ओ केटा हो तिनीहरू जङ्गलमा हन्टिङ हान्न गएको थियो कहाँ गयो यार चटपटी चाहिँ मलाई हान्नुपर्छ भन्छ करेन्ट भन्दा नि यार चिया खान कफी खान आइज ल ओहो सक्दैन पानीको तिर्खा चाहिँ कस्तो लाग्छ स्टक पानी त टुट्यो नि स्टक तर एप्पी नभएर चाहिँ क्या स्याटिसै लाग्ने आज है चटपटेर फुडी चाहिँ हाल्नु फुडी अब कहाँसँग के छ र फुडी खानु केसँग बाँकी छ केही छैन मासु चटपटे नि खाइसक्यो हामीले चाहिँ अब हाम्रो यहाँ चाहिँ छलफल चाहिँ के भयो भन्दाखेरि हामी बल खेल्ने कुरा भयो कहाँबाट यहाँ बल भेट्यो अब हाम्रो चाहिँ एकछिन बल खेलेर फ्रेस हुनु पऱ्यो नि त खाएको घटाउनु पऱ्यो नि त त्यहाँ अब त्यत्रो मासु त कसले खाने होइन तर हुन त त्यो 4-5 किलो मासु त म एक्लैले खाइदिन्छ तर अब साथीहरू आएपछि साथीहरूलाई दिनु पऱ्यो ल दामी छ ल खेलो चस्मा लाएर खेल्न लाग्यो आइज ल आमासाको सागो कुकुरमाथि डागो भैँसीमाथि डागो बच्चा मैले वनजन्तुहरू पनि ढाक्छ तपाईँको त्यो टाउको टर्चले चाहिँ बवाल देख्नुहुँदैछ यो मासु यो भिडियो जसले हेरिरहेको छ क्या खानु मन लागिरहेको होला है यो भिडियो देखेर आमामा गम खाउँ जस्तो होइन त्यही त हामीलाई चोखै लाग्ला तर के हुँदा हामीले खाइसकेको हुन्छ कस्तो भएछ ल फिडब्याक ल मैले पनि टेस्ट हाने र ल मेरो नि बबाले भएछ त्यहाँ बसे एक्लै पाक्ने यति हो क्या पाएछ फर्स्टै भइसक्यो अनि फर्स्ट टाइम यतिको रमाइलो लास्ट टाइम पनि भएको छैन है रमाइलो भयो
आँखा छिमिक माल गायब केटा हो ए हेर मलाई त्यो रक्सीहरू खाएर हिँड्ने भयो भए त यस्तो झ्याउ गर्थ्यो नि मकै भाइ पुग्छ थाल ए रारा त्यही उयो दिक्सीमै खाइदिनु के भन्नु गोवा मात्रै के बिताएको रहेछ यो त रमाइलो भयो है दाइ मुख बाँच्नु त्यसो भयो अन्त भन्दा नि तातो भयो क्या ठ्याक्कै त्यहाँबाट भुताउने क्या मलाई चाहिँ आँखै अगाडि देख्नुपर्छ नभए डर लाग्दैन है भुतायो अहिले जङ्गलभित्र छिर्यो भने भुतायो भने त सबजना कहाँ पुग्ने होला म भाग्दैन ससी त मुझे के गायब भयो के हो यो मा डर यस्तो ओइ केटा उडै बिहान भइसक्यो यार अम्म ओइ हेलो केटा ल बिहान भइसक्यो यार म चाहिँ 2 घन्टा गएर सुत्छु होला मजाले यिनीहरू चाहिँ क्लिप हेर्दैछ आफ्नै हाम्रो बिहानको खाना खाजा खाता ल चम्ची लिएर खानु तपाईँ यही छ चम्ची खाना केरा सबैलाई खाइ अनि अब जानुपर्छ मिठो भएछ बाबा बोल्ने एनर्जी पनि आएको छैन आज यस्तो अब हल्का फोहोर भएपछि अब सफा त गर्नु पर्यो होइन सफा गरेर चलिदिनु पर्यो नि त के हो सफा भइसक्यो ल चट्ट आएपछि सफा गरेर जानु पर्ने फोहोर गरेर गयो अन्तखेरि यार यस्तो राम्रो ठाउँलाई फोहोर गरेर जानु भएन नि त होइन आमा पुरै बोल्ने एनर्जी पनि छैन यार ल केटाहरूको अब घरतिरको यात्रा अब हुन्छ ल हो ल भइहाल्यो नि त ल ल यो ल अब हामी चाहिँ लागेको अब धेरै बस्नु हुँदैन अब जानुपर्ने हुन्छ 10 बजिसक्यो यार टन्न खाना खाजा साजा खायो हो बल्ल डाँडा कट्यो यार आउँदा यस्तो रमाइलो एक्साइटेड भएको थियो फर्किँदा त लास्ट झ्याउतिर हामी चाहिँ यहाँ बाइक साइक रेडी गरेर कुल स्टार्ट गरेर टक्क रेडी भएर फर्किने अब चाहिँ तुफान कुद्नु पर्ने हुन्छ सब थकाइ लगाएर लाम भइसक्यो के गर्नु हिजो बल खेलेर लास्ट खुट्टा बिराएको के चाहिँ है ट्रेन चाहिँ फेरि बाइकमा कस्तो गाह्रो हुन्छ फेरि ल ठिक छ ट्रेन कहाँ त्यहाँ हाल्ने गुआयो टाटा बाई बाई
बिस्तारै बिस्तारै आजलाई यति गरौँ मलाई है सधैँ आएको बाटो के गर्नु त्यो दुईजना फेरि सर्ट आउँदैछ बिस्तारै बिस्तारै त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ अब होइन यो ट्रिप आजलाई यति नै गर्छ हाम्रो ब्लग जाऊ जाऊ साइड दिन पऱ्यो यार हाम्रो ब्लग चाहिँ आज यहीँ गर्छु म धेरै लामो भइसक्यो हिजो बेलुकादेखि कन्टिन्यू ब्लग गरेको गरेछ अब ममा क्लास पनि छैन थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग सी यू नेक्स्ट भिडियो